सम्माननीय सभामुख महोदय, म आज नेपालबाट कुवेत लगायत विभिन्न अरू खाडी मुलुकहरूसम्म फैलिएको मानव तस्करीको गम्भीर विषय उठाउँदैछु, जसमा मानव तस्करीको सञ्जालका कारण पीडित बन्न पुगेकी नेपाली चेली शर्मिला दर्जीको न्यायको विषय उठान गर्दैछु। अहिले शर्मिला दर्जी कुवेतमा अलपत्र अवस्थामा छिन्। उनकी आमा भने आफ्नी छोरीको उद्धारको लागि छटपटाउँदै नेपालका विभिन्न प्रशासनिक कार्यालय धाउँदैछिन्। यो मात्र एक व्यक्तिको मुद्दा होइन सभामुख महोदय, यो राज्यको जिम्मेवारी, श्रम आप्रवासनको सुरक्षा र नेपाली नागरिकको मानवाधिकारसँग जोडिएको संवेदनशील विषय हो। यस्ता घटनाले हाम्रो वैदेशिक रोजगारी प्रणालीभित्र रहेको कमजोरी, नियमनको अभाव र मानव तस्करीको सङ्गठित सञ्जालको प्रभावलाई उजागर गरेको छ। अझ दुःखद कुरा, पीडितलाई न्याय दिलाउन आवाज उठाइरहेका कुवेत स्थित सामाजिक अभियन्ताहरू विजय खत्री, विशाल डल्लाकोटी, सिमोन भट्टराई र सन्दीप दर्शनलाई सहयोग गर्नुको सट्टा मानव तस्करीमा संलग्न आरोपितहरूले आफ्नो पहुँच र नेटवर्क प्रयोग गरी स्थानीय प्रहरी प्रशासन मार्फत शारीरिक र मानसिक दुर्व्यवहार गराइएको विषय सार्वजनिक गर्न चाहन्छु। शर्मिला दर्जीलाई कुवेतमा नेपाली राज्यले तुरुन्त खोजी गरोस्। म नेपाल सरकारलाई यस विषयमा ध्यानाकर्षण पनि गराउन चाहन्छु। यो एउटा प्रतिनिधि घटना मात्र हो सभामुख महोदय, यस्ता हजारौं अरू घटना छन्। यी सब घटनालाई केलाउन हामी सन् 2017 मा जानुपर्ने हुन्छ। नेपाल सरकारले सन् 2017 देखि नेपाली नागरिक विशेष गरी महिलाहरूलाई घरेलु कामका लागि विदेश जान प्रतिबन्ध लगाएको थियो। सरकारको तर्क थियो उहाँहरूलाई शोषणबाट सुरक्षा दिनु। के यो प्रतिबन्धले वास्तवमै महिलाहरूलाई सुरक्षित बनायो त? यथार्थ के छ भने प्रतिबन्धले घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन। हाम्रा महिलाहरूलाई खाडीसम्म पुर्याउन एजेन्टहरूले विभिन्न वैकल्पिक रुट प्रयोग गर्दैछन्। कहिले उनीहरूलाई भारत हुँदै क्रस बोर्डर गराइन्छ, कहिले तान्जानिया, अफ्रिकी मुलुक जस्ता ट्रान्जिटहरू गराइन्छ। एजेन्ट जतातिर पनि नेपाली नै छन्। त्यसैले गर्दा यो सारा मान्छे बेच्ने एजेन्ट नेटवर्क नेपालबाट ध्वस्त हुनु आवश्यक छ। अहिले तस्करहरूले 10 देखि 12 लाखमा महिलाहरूलाई कुवेतमा बेच्ने गरिराखेका छन्। एजेन्टहरूको छिनोफानो राज्यले गर्दैन भने तबसम्म चेलीबेटीहरू बेचि नै रहन्छ। माननीय सदस्य सुनिल केसी।